पहिलेदेखि नै एक थियौँ है। हामीले यो पर्सनल एजेन्डा भन्दा पनि देशको लागि नै गर्नलाई चाहिँ अगाडि बढायो है। त्यो हिसाबले चाहिँ दाइले मैले पहिले भेटा, मैले दाइले पहिले भेटेको त्यस पहिलेदेखि भइरहेको हो। हामी पहिलेदेखि नै एक थियौँ होइन। तर अब मिडियामा चाहिँ भनौँ न 1 मिनटको शब्द बोलाएको छ भने 10 सेकेन्डको चाहिँ त्यो अलिक बिगार्ने खालको क्लिप ल्याएर चाहिँ गरिदिनुहुन्छ होइन। त्यसरी त अब हामी त सिधा बोल्ने मान्छे, आजसम्म पोलिटिक्समा होइन नबोल्न हुन्छ, त्यसरी फिल्टर छैन, जे त्यही बोल्ने। म्यानिपुलेट गरिदिनु भयो शब्द एक किसिमले होइन। तर यो कुरामा चाहिँ हामी सबैजना युनिफाइड छौँ, हामी छुट्टा छुट्टै होइनौँ। यो त देशको एजेन्डा हो, हाम्रो पर्सनल केही छैन। ओके, अब तपाईँहरू एउटै मुद्दा बोकेर चाहिँ अब प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने कि नभेट्ने, यहाँ त प्रब्लम हेर्नुहोस् न, आमा रोइरहनु भएको छ। अब हाम्रो चाहिँ पीडा कसले सुनिदिन्छ? हाम्रो हत्यारा, हाम्रो छोराको हत्यारालाई कसले चाहिँ समाज छ, को हो त सरकार भनेर रोइरहनु भएको छ आमा? उहाँलाई जति दुःख भएको छ त्यो त मैले कल्पना पनि गर्न सक्दिनँ। हेर्नुहोस्, आज यहाँ आएर यसरी गर्दाखेरि जुन माहौल छ यो सिरिङ्ग हुने खालको छ कि काँडा उम्रियो, यो खालको यो लेभलको चाहिँ दुःख आमाले पाउनु भएको छ। अब त्यो त म कल्पनै गर्न सक्दिनँ। हामीले भन्न सक्ने भनेको हामी बेस्ट गर्छौँ, घाइते र शहीद हुनु भएकोले चाहिँ न्याय पाउनुपर्छ, 100% न्याय पाउनुपर्छ, त्यसमा दुई मत छैन। त्यसलाई चाहिँ हामी अगाडि नै यो कुरा राखेर चाहिँ अब अगाडि बढाउँछौँ। अब एउटा के देखियो आज भने हामीले काहीँ कतै जस्तो विभाजित जस्तो देखिएका सबै अनुहार एकै ठाउँमा देख्दा हामी पनि खुसी छौँ। किनभने मिडियामा किन पनि त्यस्तो आउँछ भने तपाईँहरू फरक ठाउँमा देखिनुहुन्थ्यो, आज एक ठाउँमा देखिनु भएको छ। र जस्तो एउटा आमा रोइरहनु भएको सुदनजीले पनि देख्नुभयो, तपाईँले त उहाँको छोराको लास बोकेर आर्यघाटसम्म पुर्याउनु भयो, आर्यघाटमा त नजलाउने ठाउँसम्म पुर्याउनु भयो र त्यो जल्दै गरेको लास पनि आँखा अगाडि हेर्नुभयो होइन। त्यो पटपट पड्किरहेको त्यो लासले पक्कै यो देशको चाहिँ हुन्छ नि मुहार फेरोस् भनेर शहीद भएका हुन्। के अब यो देशको मुहार फेर्नका लागि तपाईँहरू लड्नुहुन्छ? फेरि एकपल्ट यो देशको मुहार फेर्नका लागि हामी सबै लड्छौँ, हरेक नेपाली लड्छ। एकचोटि होइन 100 चोटि लड्छौँ। यो ध्वस्त भएको भनेको नि सर हाम्रो चरित्र होइन। नेताले नेता बन्न नजानेर होइन, यहाँ डक्टरले डक्टर बन्न नजानेर, इन्जिनियरले इन्जिनियर बन्न नजानेर, हाम्रो पात्र नाम अनुसारको पात्र नभइदिएर, चरित्र नभएर, स्वभाव नभएर हामी कसरी हिँड्ने? हाम्रो आर्थिक रूपान्तरण भनेको त मात्रै पैसाको सवाल मात्रै होइन नि, हामी नैतिक रूपले पनि कति भ्रष्ट भइसकेका छौँ भन्ने कुराले गर्दाखेरि हामी व्यक्तिमा यो कुरा आइपर्छ। र अबको हाम्रो यात्रा भनेको चाहिँ हामी सबै सङ्गठित, हामी जेनजीहरू, हामी युवाहरू फुटेका छैनौँ, देश निर्माणको लागि लागिरहेछौँ। र कसरी अबको भविष्य बनाउने भनेर हामी एउटा खुल्ला मञ्चको आह्वान गरेर बुदामा हामी त्यसलाई चाहिँ सबैको कुरा सुनेर लेखेर अगाडि बढ्ने योजनामा अघि बढिरहेका छौँ। र पहिलो काम भनेकै अबको न्याय भनेकै यी भ्रष्ट र हत्यारा जो त्यतिखेरका सरकार भनौताहरू थिए तिनीहरूलाई तत्काल कारबाहीमा नल्याइकन हामी चुनावमा कुनै पनि चुनावमा जान सक्दैनौँ भन्ने कुरा नि हाम्रो सामूहिक माग हो। यही सामूहिक एजेन्डा हो।